कसाई जिस मुर्गे को काटने के लिए पिंजरे से बाहर निकालता है बस वही मुर्गा चिकता है, बाकी सब मुर्गा दाना खाने में मस्त है। और बस यही हाल है देश की जनता का, जब तक दाना पानी मिल रहा है तब तक चलने दो, हमारी ऊपर थोड़ी कुछ बिगड़ रही है। टाइम लगेगा लेकिन नंबर सबका आएगा। घन्टीमा भोट हाल्यो भनेर गरेको दर्शकवृन्द वास्तवमै एउटा करुणा दया व्यवहारिक कुरा एकातिर छ। जनताहरूले समय पाएनन् सार्न, तर वास्तविक जनतालाई सूचना पुर्याउने यहाँ घरबेटी कतिपय हुन्छन् अथवा आफ्नो भाडा आइहाल्छ भनेर कतिपयले बेलैमा व्यापारीलाई सूचना नदिएको पनि हुनसक्छ। तर यहाँ सुकुम्बासी बस्ती पनि रहेछ, सुकुम्बासी बस्तीमा भने सूचना थियो भन्ने पनि छ, तर जो हुनुहुन्छ उहाँहरू हामीलाई सूचना थिएन पनि भन्नुहुन्छ। हामी एउटा कमाइ मान्छे आएर यहाँनिर बसिरहेको देख्न नसक्ने। कति वर्षको बसेको तपाईँहरू? 20 वर्ष त मै जन्मेको भइसक्यो, म जन्मिनुभन्दा अगाडिदेखि गयो। त्यस्तो हुन्छ यो सरहरूले आज जसरी हाम्रो आँखा झुकाउन, आँखामा आँखा लाग्न सकेको छैन नि, त्यसरी भगवान्को अगाडि पनि देखाउन सक्दैनन्। बाँचुन्जेल मरेपछि त कसैले तपाईँहरूको इन्साफ माग्छ क्या, माग्छ। मरेपछि त माग्छ तपाईँहरूको कसैले, त्यो दिन देख्छ तपाईँहरूले नि। खराब लाग्यो तपाईँहरूलाई, खराब लाग्यो। आन्दोलनमा त्यत्रो बच्चाको टाउकोमा गोली हान्यो, आज हामीलाई बस्न धरिँदैन। ठुला ठुला महल होइन, सिप सिकाउने झुपडी देऊ, दैव हिंसा माग्ने मैदान होइन, धानु मार्ने खेत देऊ, झुपडीमा हात तिखार्छु, खेतैभरि पसिना चौछु, अब आउने साल